नमस्कार। आज हामी यस्तो ठाउँमा छौं जहाँ 80 वर्षको इतिहास जिउँदछ। आज हामी 12 आमासँग बसेर उहाँहरूको त्यो जमानाको कुरा सुन्नेछौँ। ठिक छ, हामी खुसी साथ सुनाउँछौँ। धन्यवाद बा। बा आमा, स्वागत छ यहाँहरूलाई। धन्यवाद छोरा। यहाँको गाउँ धेरै राम्रो छ। हजुर, मलाई भन्नुहोस्। बा, तपाईँ सानो हुँदा यो गाउँ कस्तो देखिन्थ्यो? ए बाबु, बाटो कहाँ आउनु जतातै जङ्गल मात्रै थिए। एउटा घरबाट अर्को घर जाँदा पनि बाघ भाले डर हुन्थ्यो। बा, तपाईँको बाल्यकाल कस्तो थियो? हामी सानो छँदा खालि खुट्टै यो पहाड उकालो ओह्रालो गर्थ्यौँ। अहिले जस्तो चप्पल जुत्ताको मुख देख्न पनि भाग्यमानी हुनु पर्थ्यो। आमा, त्यो बेला घरमा धारा थिएन, पानी लिन कति दुख्थ्यो? उठै गाह्रो थियो। बिहान सबेरै उठेर टाढा भन्न जानु पर्थ्यो। धिक्कार छ बाबु, अहिले त घरैमा धारा छन्। हाम्रो पालामा त राति 2 बजे उठेर त्यो तलको खोल्छ हो, धारा थिएनन्। जानु पर्थ्यो, कुर्नु पर्थ्यो पालो। कहिले त पानी बढ्दा बढ्दै उज्यालो हुन्थ्यो, अनि त्यही पानी बोकेर उकालो चढ निकै दुख्थ्यो। पहिले खेतीपाती कसरी गरिन्थ्यो? अहिले जस्तो मेसिन त थिएन होला। त्यो बेला हातले नै सबै काम गर्थ्यौँ। गाउँले सबै मिलेर गर्थ्यौँ। मेसिनको नामै थिएन। गोरु नारेर दिनभरि जोत्नु पर्थ्यो। हातमा ठेला उठ्थे। अहिले त ट्र्याक्टर आउँछन् रे, 15 मिनेटमा जोतेर जान्छन्। हाम्रो पालामा त हप्ता दिन लाग्थ्यो। हो, धेरै फरक भयो। अचम्म। हाम्रो पालामा त हप्ता दिन लाग्थ्यो एउटा गरा जोत्न। खेती नहुँदा भोकै सुतेका रात पनि कति छन् कति। बजार जान कति समय लाग्थ्यो तब? त्यो बेला त दिनभरि लाग्थ्यो है बाबु। हिँडेरै जानु पर्थ्यो, बाटो पनि ठुलो। नुन लिन बुटवलसम्म झर्नु पर्थ्यो। 10-15 दिनको बाटो हुन्थ्यो। भारी बोकेर कम्मरमा खुकुरी भिरेर हिँड्नु पर्थ्यो। बाटोमा ओडारमा बास बस्नु पर्थ्यो। अहिले त गाडीमा सरर पुगिन्छ, तर त्यो बेलाको शास्ति सम्झिँदा अहिले पनि खुट्टा काप्छन्। हो र। त्यो बेला स्कुल पढ्ने चलन थियो कि थिएन? थिएन, हामी त खेतमा काम गर्थ्यौँ। हो, गाउँको जीवन त्यस्तै थियो। हामी छोरी मान्छेलाई त स्कुल पठाउने कुरै थिएन बाबु। घाँस दाउरा र मेलापात नै हाम्रो स्कुल भयो। भाइहरू त अलिअलि पढ्थे, तर कापी कलम कहाँ पाउनु। अहिले गाउँ कस्तो छ? पार्टीमा खरी लेखेर पढ्नु पर्थ्यो। अहिले नाति नातिना गाडी चढेर स्कुल जान्छन्। खुसीको कुरा हो। तर दुःख भए पनि रमाइलो त धेरै हुन्थ्यो होला नि है? रमाइलो त धेरै हुन्थ्यो। गाउँको साथीहरू बसेर गफ रमाइलो लाग्थ्यो। आमा, आजको जवान पुस्ता मोबाइलमै व्यस्त हुन्छ। हो नि, अहिलेका मान्छे मोबाइलमा झुन्डिन्छन्। हाम्रो पालामा त रोदी बस्थ्यौँ। पर्म लगाउँदा गीत गाउँथ्यौँ, दुख बिर्सिन्थ्यो। अहिले त कसैलाई कसैको मतलब छैन। मान्छे त सहर पसे, गाउँ त एक्लो भयो बाबु। बा, त्यो बेला पैसाको चलन कस्तो थियो? छोरा, हाम्रो पालामा त 100-160 थियो। पसलहरू थिएन, तर गाउँले मिलेर काम गर्थ्यौँ। बा कहाँको नुन लिन पनि ढाक र बोकेर 3 दिन हिँड्नु पर्थ्यो। पैसा हुन्थेन। बा, पहिले कसरी जिन्दगी चल्थ्यो? मकै र कोदो साटेर नुन तेल ल्यान्थ्यो। त्यो बेलाको दुःख सम्झिँदा अहिले सपना जस्तो लाग्छ। बा, तपाईँले आज धेरै पुराना र रमाइला कुरा सुनाउनु भयो। तर मैले एउटा कुरा सुनेको छु। के सुन्नुभयो? यो गाउँमा एउटा यस्तो घटना घटेको थियो जसलाई गाउँलेले अझै पनि बिर्सन सकेका छैनन्। त्यो भोकमरी र त्यो रातको बारेमा जुन कुराले यो पुरै गाउँको भविष्य बदल्यो, त्यो के थियो? बदलियो। ए बाबु, त्यो कुरा त ननिकालेकै निको हुन्थ्यो। त्यो रात सम्झिँदा अहिले पनि यो बुढो छाती ढक्क फुल्छ। कतिले त त्यो कुरा सुनाउन पनि डराउँछन्। त्यो बेलाको कुरा के थियो? त्यो बेलाको कुरा नगरौँ कि क्या हो बाबु। धेरै वर्ष भयो त्यो गाउँ नकोट्याके राम्रो। त्यो कुन रहस्य थियो जसलाई बा आमाले अझै लुकाउन चाहनुहुन्छ? के भएको थियो त्यो डरलाग्दो रात? यी सबै कुरा हामी गाउँको झलकको अर्को भागमा थाहा पाउनेछौँ। प्लिज लाइक, सब्सक्राइब, सेयर गाइज हेर्दै गर्नुहोला। नमस्ते।